नेपालको सबैभन्दा ठूलो इन्डस्ट्रीसँग न फ्याक्ट्री छ, न अफिस छ, न आफ्नो प्रोडक्ट छ। त्यो के हो त? विदेश गएका नेपालीहरूले पठाएको पैसा, रेमिट्यान्स। अब एउटा कुरा सुन्नुहोस्, जुन धेरैले खुला रूपमा भन्दैनन्। यो वर्ष मात्रै रेमिट्यान्स नेपालको सम्पूर्ण इकोनोमीको करिब 1/3 पुग्ने अनुमान छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार हरेक दिन झन्डै 7 अर्ब रुपियाँ विदेशबाट नेपाल भित्रिन्छ। यति धेरै पैसा सुन्दा राम्रो लाग्यो पनि यसले भविष्यमा ठूलो संकट निम्त्याउन सक्छ। मानौ आज हामी श्रम निर्यात गर्छौं, श्रम निर्यात गरेको पैसाले रेमिट्यान्स आउँछ, रेमिट्यान्स आएको पैसाले हामी के गर्छौं? बाहिरबाट सामान किन्छौं, त्यसले हाम्रो व्यापार घाटा हुन्छ। व्यापार घाटा भइसकेपछि देशमा उद्योग कम हुन्छ, फेरि मान्छे विदेश काम गर्न जान्छ र यो चक्र यसरी नै चलिरहेको हुन्छ। र जब यो चक्र टुट्छ तब पुरै इकोनोमी नै ध्वस्त हुन सक्छ। पोलिटिशियन, एग्रिकल्चर, म्यानुफ्याक्चरिङ, टुरिज्मको कुरा गरिरहँदा वास्तविकता के हो भने यी मध्ये कुनै पनि सेक्टरले रेमिट्यान्सलाई टच पनि गर्न सकेको छैन। त्यसैले यदि कसैले तपाईलाई सोध्यो कि नेपालले आखिरमा एक्सपोर्ट के गर्छ, साँचो उत्तर टी, कफी, कार्पेट वा ह्यान्डिक्राफ्ट होइन। नेपालको सबैभन्दा ठूलो एक्सपोर्ट भनेको मानिस हो। भिडियोले केही भ्यालु दियो भने लाइक, शेयर र फलो गर्नु होला। सी यू इन द नेक्स्ट भिडियो।